हेलो साथीहरू नमस्ते। आज चाहिँ हामीहरू फ्यामिली टुर भएर घुम्न जाँदैछौँ। कहाँ जाँदैछौँ त साथीहरू भनेर मैले यसो भन्दै थिएँ मम्मीलाई र ठुली मम्मीलाई। यता हेर्नु भनेको जुम्ले जस्तै देखिनु भयो। अनि यो पहाडहरू कति राम्रो देखिरहेको थियो कि साथीहरू। हामीहरू फेरि चाहिँ फ्यामिली मिलेर घान्द्रुक पोखरा घुम्न जाँदै थियौँ न्यु इयरको अवसरमा। अनि मेरो छोराले फेरि भगवान्को मन्दिर देखेर नमस्ते गर्दैछ क्या साथीहरू। यति राम्रो पहाडहरू, हाम्रो नेपाल कति राम्रो छ है, प्रकृतिको धनी। अनि हामी बुटोलमा आएर खाना खायौँ। खाना खाएपछि पाल्पाको बाटोतिर लाग्यो। यति डरलाग्दो बाटो थियो कि हामी त सातो नै जान लागिसकेको थियो। मेरो बाबुले डराएर चपक्क मलाई पकाइरहेको थियो कि त्यति बेला। अनि म पनि त्यस्तै डराइरहेको थिएँ। भित्र गुफा रहेछ। हामीले बसदेखि नै अवलोकन गर्दै गइरह्यौँ। हेर्न सक्नुहुन्छ साथीहरू कति माथि कति हाइटमा छ। एकदम डेन्जर देखिन्छ कि देख्दा पनि। अनि त्यति बेला चाहिँ हामीहरू डराइराखेका थियौँ साथीहरू। मेरो क्यामेरा के भएछ। अनि केराको बोटहरू कति धेरै साथीहरू देख्न सक्नुहुन्छ। पहाडै पहाड पहाडै पहाड, जहाँ पनि पहाडै पहाड थियो। अनि हामी पहाडमा धेरै नहिँडेको कारणले होला धेरै नै डर लागेको थियो। तर रमाइलो पनि, डरसँगै रमाइलो पनि लागिराखेको थियो। अनि हामी यसरी हिँडिराखेको थियो। स्याङ्जा भन्ने स्याङ्जा पर्वत हो कि के भन्छ ठाउँको नाम खासै थाहा भएन। हामी चाहिँ घान्द्रुकको बाटो लागिरहेको छौँ है साथीहरू। घान्द्रुक जानको लागि हामीहरू यता पाल्पा स्याङ्जा कतातिरबाट गयौँ र मेरो बाबुले इन्जोय गरिरहेछ। तिर्खा लाग्यो रेड बुल खायौँ। त्यसपछि हामी रुरु क्षेत्र गुल्मी भन्छ क्या रुरु क्षेत्रमा गएर एकछिन फोटो खिच्यौँ, भिडियो बनायौँ। अनि मेरो ठुली मामु एक्लै बसेर हाँसिरहनु भएको छ। अनि हामीले आइसक्रिम खायौँ। त्यसपछि राति परिसकेको थियो साथीहरू। अनि राति परेपछि आएर घान्द्रुकमा होमस्टेमा बस्यौँ र आहा हिमालहरू चाहिँ कुरै छाड्दिनु। बिहानको पख यति दामी देखिराखेको कि अनि हामी सबैजना एक ठाउँमा सुतेर अब उठेर नास्ता खाने तयारीमा छौँ। वाह कति मिठो नास्ता। अनि हामी चाहिँ गुरुङ ड्रेस लगाउन गइरहेको छौँ साथीहरू। मेरो मम्मीहरूले, ठुली मम्मी सबैले ड्रेस लगाउनु भएको थियो। यति दामी हेर्न सक्नुहुन्छ कति राम्रो भ्यू, यति आनन्दमय, यति रमणीय दृश्य थियो कि मैले बयान पनि गर्न सक्दैन र क्यामेरामा कैद पनि गर्न सक्दैन। नसके तापनि हल्का फुल्का लिने कोसिस गरेको छु। अनि मेरो छोराहरू चाहिँ घोडामा चढे। सानेल चाहिँ म पछाडि चढ्छु भनेर पछाडि चेप्टिराखेको छ। वाउ गुराँसको फुल माथिको हाइटमा गयो साथीहरू भ्यूहरू हेर्नको लागि। बच्चा बच्चीहरू थिए। त्यसैले वाह देख्नु सक्नुहुन्छ साथीहरू। घोडाबाट लग्ने रहेछन् कि घर बनाउनको लागि ढुङ्गाहरू। अनि यो चाहिँ मेरो भिनाजुले यस्तो हुने रहेछ गाइज फोड्याको। यो पाक्यो भिनाजु मेरो मम्मीले खाना पाकेपछि लच्चा हुन्छ। भन्दै हुनुहुन्थ्यो। घोडामा खच्चरमा बोकाएर ढुङ्गामाथि लगेर घर बनाउँदो रहेछन् कि साथीहरू त्यहाँ। अनि हामी चाहिँ घुमेर घर फर्किँदैछौँ साथीहरू। घान्द्रुकदेखि ड्रेस चेन्ज गरेर हामी चाहिँ घान्द्रुकतिर लाग्यौँ साथीहरू। घान्द्रुकतिर अरे पोखरातिर लाग्यौँ। अब घान्द्रुक घुमिसकेर वाउ केकको बोटो कति राम्रो हरियाली, यति राम्रो। मेरो भिनाजुले हाई गर्दै हुनुहुन्छ। अनि म चाहिँ हिँड्दैछु टुकुर टुकुर हाहा। अनि बसमा चढ्यौँ हामी।
बसमा भन्नाले ट्याक्सी, त्यहाँ चाहिँ बस नचल्दो रहेछ साथीहरू, 6-7 जना अटाउने ट्याक्सी हुन्छ त्यसैमा त्यही जाँदो रहेछ। बाटो चाहिँ एकदम अफरोड नै छ, बिरालो घत्र्याङ कुत्रुङ नै गर्दो रहेछ के बाटोमा। वाउ कति राम्रो। मैले चाहिँ यहाँ झरना राति जाँदा झरना देखेको थियो नि साथीहरू, त्यही भएर अहिले उज्यालोमा चाहिँ फर्किँदाखेरि झरना ल्याउने कोसिस गरिराखेको छु। तर झरना सुकेर यति सानो भएको छ, हिमालदेखि बगेको पानी अरे, अनि दिउँसो चाहिँ सुक्दो रहेछ के राति जमेर। अनि हामी यहाँ पुम्दीकोट आयौँ साथीहरू, पोखराको पुम्दीकोटदेखि तलतिर साथीहरू फेवाताल यति राम्रो देखिने रहेछ, कुरै छाड्दैन। वाउ शिवको मन्दिर जय भोले। फेवाताल देख्न सक्नुहुन्छ साथीहरू, उता चाहिँ हनुमान मन्दिर रहेछ। अनि हामी टुकुर टुकुर हिँड्यौँ, अनि यतातिरको दृश्य एकदम राम्रो इन्जोय गऱ्यौँ। मम्मीहरू सबैजना माथि पूजा दर्शन गर्नुभयो, यहाँ देख्न सक्नुहुन्छ शिवलिङ्ग अनि शिवको मन्दिर कति राम्रो छ। वाउ फुलहरू देख्न सक्नुहुन्छ। माथिदेखि यति हाइट थियो, अनि हामी चाहिँ त्यहाँ घुमिसकेर फेरि ट्याक्सीमा चढ्यौँ, अनि चढिसकेर चाहिँ जाँदैछौँ कहाँ फेवाताल लेक साइडमा जाँदैछौँ भनेपछि त्यहाँ चाहिँ न्यु इयरको कारणले एकदम भिडभाड रहेछ, अनि सहरहरू पनि सजाएर झिलिमिली भएको रहेछ साथीहरू, देख्न सक्नुहुन्छ। एकदम भिडभाड भएको कारणले हामीले त्यहाँ फेवातालमा जानको लागि बाटो नै पाउन सकिरहेको थिएनौँ, जाम भएर। बाटोबाट यता चाहिँ एकदम नाच्दै हुनुहुन्थ्यो दिदीहरू आन्टीहरू सबैजना मिलेर। यसो बाटो खोज्दै हिँडिरहेको छौँ हामी चाहिँ, जाममा परेथ्यो हामी, अनि त्यो बाटो यतादेखि पायो हामीले बाटो, र हामी चाहिँ जाँदैछौँ फेवाताल फेवाताल। अनि टुरिस्टहरू पनि यति धेरै हुनुहुन्थ्यो कि कुरै छाड्दैन। अनि हामी चाहिँ फेवातालमा आयौँ। मेरो छोराले मेरो हात पक्रेर हिँडिरहेको छ, मम्मी ठुलो मम्मी पछाडि हुनुहुन्छ। अनि मेरो वाउ देख्न सक्नुहुन्छ फेवाताल। न्यु इयरको कारणले भिडभाड यति धेरै छ कि साथीहरू, खासै फोटो भिडियोको वातावरण नै छैन। अब हामी चाहिँ ढुङ्गामा चढ्यौँ, सररर माछी मारन भन्दै, अनि मेरो नानीले उताबाट भिडियो खिच्दै यसरी घुमिरहेको छ। कहाँ गयो उनीहरू, भागेर माछा हेर्न, फेरि त्यसपछि बजाउँदैछ मेरो बाबुले, नमस्ते गर्दैछ भगवान्लाई। मेरो ठुलो छोराले चुप्पा खाँदैछ मलाई। अनि अब चाहिँ फर्किने क्रममा छौँ साथीहरू। ल हामी चाहिँ अब फर्किसकेपछि त्यहाँ चाहिँ आरती हुँदो रहेछ साँझ, अनि मेरो छोराले त्यो खेलाउन किन्यो, मम्मीहरूले चाहिँ माला किन्दै हुनुहुन्छ। अब फेरि हामी चाहिँ फर्कियौँ कता, पोखरामा न्यु इयरको भिडभाडले हामीले होटेल खासै नपाएको कारणले दमक जाँदैछौँ, दमकमा बस्नको लागि। अनि त्यहाँ दमकबाट चाहिँ भोलि बिहानै मनोकामना जाने भनेर फुलपाती हुन्छ। हामी चाहिँ बिहान पख रेडी भएर नुहाएर एक कपडा लगाएर साडी लगाएर बसी, मेरो छोराले चाहिँ भोकायो भनेर कुर्नु। अनि हामी चाहिँ बसमा जाँदैछौँ साथीहरू, देख्न सक्नुहुन्छ हाम्रो झोला। अनि हामी चाहिँ बसिसक्यौँ बसमा,
बस्न भन्नाले ट्याक्सीमा बसिसकेको छौँ। वाउ सूर्य उदयको कति दामी। अनि हामी चाहिँ त्रिशुलीको किनार भएर जाँदैछौँ। मनकामना वा पुल हेर्न सक्नुहुन्छ कति दामी ब्रिज छ। हाम्रो देश चाहिँ प्रकृतिले धनी नै छ कि एकदम धनी। यति राम्रो छ कि जुन कुरा हामीले मैले बयान पनि गर्न सक्दैन र क्यामेरामा पनि लिन सक्दैन कि यति राम्रो छ कि कुरै छाडिदिनुहोस्। वाउ त्रिशुली बगेर मर्स्याङ्दीमा झर। अनि हामी चाहिँ मनकामना आइपुग्यौँ। मेरो मम्मी टुकुर टुकुर हिँड्दै हुनुहुन्छ अनि परे मेरो छोरा पनि हिँड्दैछ। ओ मेरो छोराले चाहिँ केबल कार देखिसकेर मम्मी झुलीमा बस्ने हम भनेर जिद्दी गर्दै थियो। अनि चाहिँ हामी वाउ एकदम राम्रोसँग फुलहरू रोपेर हामी चाहिँ यति धेरै भिड थियो कि साथीहरू, यति धेरै लाइन माथि गेटदेखि तलसम्म लाइन यति धेरै थियो कि कुरै छाड्दिनु। 4 घन्टा लाइन लागेर 3-4 घन्टा लाइन लागेर मात्रै हामीहरूले केबल कारमा चढ्न सक्सेस भएको थियो साथीहरू। देख्नुहुन्छ त्यो केबल कार। मेरो बाबु झुला भन्दै थियो मेरो बाबुले। अनि हामी वासरुम आएको थियो। फेरि टुकुर हिँड्दै लाइनमा जाँदैछौँ। ठुली मम्मी दिदी छोरीहरू अनि बुढाबुढीहरूलाई छुट्टै बस्ने व्यवस्था हुँदो रहेछ। हामी चाहिँ लाइनमा लाग्यौँ अनि ठुली मम्मी र मम्मीलाई बसाल्यौँ चौतारामा। त्यसपछि फेरि मनकामनातिरको नजारा देखाउँदैछु। केबल कारमा चढ्न जाँदैछ। वाउ फुलहरू पनि कति दामी थियो कि साथीहरू। अनि त्यहाँ त्यति धेरै लाइन लागेर पनि हामीहरू चाहिँ भित्र फेरि उस्तै लाइन के कति भिड हो साथीहरू। न्यु इयरको कारणले गर्दा पनि होला यति धेरै भिड थियो कि कुरै छाड्दिनु कि। अब नगई पनि नहुने बल्ल 4 घन्टा 3 घन्टाको लाइन पछि हामी चाहिँ सक्सेस भयौँ केबल कारमा चढ्न। अनि डर पनि लागेको थियो, रमाइलो पनि लागिरहेको थियो। नजय भोले पस जय मनकामना भन्दै म चाहिँ ढोक्दै थिएँ। त्यसपछि चाहिँ हामी मनकामना आइपुग्यौँ। गोर्खा मनकामना भन्दै झऱ्यौँ। अनि पूजाको सामान किन्नतिर लाग्दै थियो हामीहरू। पूजाको सामान किन्नेतिर मम्मीहरूले कुरा गरिराख्नु भएको छ। मम्मीले नमस्ते दर्शन गर्ने हो भन्दै हुनुहुन्छ। अनि त्यसपछि हामीले सामान लिएर हामी मनकामना मन्दिरतिर लाग्यो साथीहरू। वाउ यति धेरै बजार रहेछ कि त्यसको भित्र यति रमाइलो लाग्यो। मेरो छोरा चाहिँ रमाइलो मानेर हिँड्दैछ। सानीले पनि टोकरी दुई भाइनाले टोकरी बोक्छ। अनि त्यसपछि साथीहरू हामी चाहिँ मनकामना पुग्यौँ फाइनल्ली साथीहरू। 4 घन्टाको लाइन पछि हामी चाहिँ मनकामना पुग्यौँ। मनकामना पुग्दा यति धेरै भिड थियो कि हामीले त्यहाँ पुरा लाइन लागेर पूजा गर्ने अवस्था थिएन। सर्टकटमा पूजा गरेर हामी टिका लगाएर फर्किँदैछौँ साथीहरू। अनि त्यहाँ हजुरबुवाले टिका लगाइदिनु भयो। मेरो बाबु कहाँ गयो भनेर खोज्दै जाँदा त परेवा हेर्न गइरहेको छु। फेरि फर्क्यौँ हामीहरू साथीहरू। मेरो मम्मीले चाहिँ काठको पनियो किन्नु भएको छ। केबुल कारदेखि यति राम्रो बस्तीहरू देखिँदो रहेछ। मम्मी र ठुली मम्मीले हेर्दै हुनुहुन्छ। दुई बहिनीको गफ चलिरहेको छ साथीहरू। अब चाहिँ ओह्रालोतिर छ, डराउन पर्ने अवस्था आइरहेको छ। हामीहरू चाहिँ हल्का डराएकै छौँ साथीहरू। पहिलोचोटि चढायौँ नि त म त।
मेरो मम्मीहरू चाहिँ अलि धेरै पटक चढिसक्नु भएको छ। मेरो चाहिँ पहिलोचोटि अनुभव हो, त्यही पनि रमाइलो भइरहेको थियो। वाउ, उलुलुलु हुरुरुरु, मेरो छोरा डराएर चेप्टेको छ मतिर। त्रिशुली नदी देख्न सक्नुहुन्छ साथीहरू। तलबाट बाटोहरू पनि ऱ्याफ्टिङ गर्दैछन् क्या साथीहरू यहाँ चाहिँ। अनि हामी चाहिँ यो पनि हेर्दै थियो माथिबाट। वाउ, कति रमाइलो गर्दै हुनुहुन्छ। त्यही हेर्दै हामी फेरि आइपुग्यौँ, फर्किसक्यौँ साथीहरू। फर्केर होटलमा गएर खाना खाँदैछु। ओ माई गड, गर्मीले देख्न सक्नुहुन्छ मेरो फेसको हालत। ओ माई गड। अनि यो चाहिँ घान्द्रुकको एउटा क्लिप छुटेको थियो साथीहरू, त्यो मैले एड गरिदिएको छु ल। अनि मेरो छोराहरू चाहिँ यहाँ मनकामनामा किनेको खेलौना खेलेर भिजेर हैरान पारेको छन् साथीहरू। अनि यिनी तीन भाइना चाहिँ लुरुङ सुतिरहेको छन्। अनि त्यसपछि हामी चाहिँ फर्क्यौँ। त्यहाँ ऱ्याफ्टिङ डुङ्गा चढाएको तिनीहरू हेर्दै। दुई भाइना त झन् ढुस भएको छन् साथीहरू। बाई बाई साथीहरू, देख्न सक्नुहुन्छ घान्द्रुकको दृश्य। हाम्रो 3 दिनको यात्रा कस्तो लाग्यो भन्नु होला। मलाई चाहिँ एकदम रमाइलो लाग्यो, त्यही भएर मैले क्यामेरामा हल्का मेमोरीको लागि राखेको छु। केही मिस्टेक भए सरी। नमस्ते। वाउ, हिमाल देख्न सक्नुहुन्छ साथीहरू। अरू अरू अरूभन्दा मलाई घान्द्रुक चाहिँ एकदम बेस्ट लाग्यो साथीहरू, किनकि अरू चाहिँ एयर पोल्युसन अनि भिडभाड त्यस्तै थियो भने चाहिँ यहाँ चाहिँ स्वच्छ सुन्दर हावापानी बस्नलाई एकदम दामी थियो। बाई बाई।